हेलो साथीहरू, सन्चै हुनुहुन्छ त? के तपाईहरूलाई थाहा छ त हाम्रो घरमा भएको सिम्पल इन्ग्रिडियन्ट्सहरूले पनि यति राम्रो कुल्फी बन्छ भनेर? आज म बनाउँदैछु होममेड कुल्फी हैन। त्यसको लागि चाहिँ मैले काजुलाई सोक गरेर राखेको थिएँ। अलि त्यो काजु भिजिसके पछाडि त्यसको फाइन पेस्ट बनाउने, अनि त्यस पछाडि कन्डेन्स्ड मिल्कलाई क्यारामलाइज गर्ने। त्यो क्यारामलाइज भइसके पछाडि चाहिँ फुल क्रिम मिल्क एड गर्ने, अनि एकैछिन उमाल्ने हैन। एकैछिन उम्लिसके पछाडि चाहिँ अघि त्यो पेस्ट बनाएर राखेको काजुलाई पनि एड गर्ने, अनि काजु एड गरिसके पछाडि जति पाक्दै गए त्यति बाक्लो बाक्लो हुँदै आउँछ, अनि ग्यासको फ्लेम अफ गर्ने। अनि मैले चाहिँ पिस्ता हालेँ, मलाई चाहिँ पिस्ता हालेको एकदमै मन पर्छ के यो कुल्फीमा। अनि यता गार्निस गर्नको लागि चाहिँ मसँग कुल्फी बनाउने भाँडो पनि थियो, त्यसको बटममा चाहिँ मैले अलिअलि पिस्ता एड गरेँ हैन। अनि यसरी भटाभट अलि सेलाइसके पछाडि चाहिँ मैले रिफिल गर्दै गएँ, अनि यसलाई 6 to 8 आवर्स चाहिँ फ्रिजमा राख्ने। अब पर्थमा यति धेरै गर्मी छ हैन, अब यो अलिअलि बढ्दै जानेवाला छ। अनि यसरी होममेड कुल्फी बनाएर खाँदा त मजा नै बेग्लै हुन्छ नि त। हजुरहरू पनि ट्राई गर्नु होला। बाई बाई।